चाहिँ इस्कुसको पत्ता टिपाइ हुँदैछ पुरा। म चाहिँ खाजा बनाउने भएकोले टिप्नु पाइनँ, यसरी टिप्नुपर्छ। पैसा थाप्नु सजिलो कहाँ छ र हौ। यो चाहिँ पराको बारीले सकेर आज फेरि उल्लो बारी। अनि इस्कुस त मजाले फल्दैन। यो कुरा चाहिँ फोपासम्म पुगेछ भन्दै नि, मेरो आमालाई किन स्कुल नलाइदिएको फोपा। रिता आमा र रिता बाबालाई सोध्दै लाग्यो नि। यो फक्सन दाल कुन जिल्लामा पर्छ? हजुर डोल्पामा पर्छ त्यो। डोल्पाको कुन बिचमा पर्छ कि इलाम चाहिँ अब भिकाल जस्तो पर्छ? त्यो चाहिँ म वहाँनिर पुगेको छुइनँ, त्यो थाहा छैन मलाई चाहिँ मामा। इस्कुस यो दुईटा फल्ने इस्कुस। इस्कुसलाई इङ्ग्लिसमा के भन्छ? इस्कुस नै भन्छ नि हौ। दुईटा फलेको। यो चाहिँ पातलो रहेछ नि। यता चाहिँ अलिक बाक्लो यहाँ पनि अलिक बाक्लो रहेछ। पत्ताले गर्दाखेरि बाक्लै देखिन्छ नि। इस्कुस बारी यो